विद्यार्थी भाइ बहिनीहरू तपाईहरूलाई लाइट अफ म्याथमेटिक्स युट्युब च्यानलमा हार्दिक स्वागत छ। भाइ बहिनीहरू आज म तपाईहरूलाई कक्षा 10 को अनिवार्य गणित अन्तर्गत ह्रास पाठको मोडल नम्बर 5 प्रस्तुत गर्न गइरहेको छु। भाइ बहिनीहरू यो मोडल नम्बर 5 परीक्षाका लागि महत्त्वपूर्ण मोडलका रूपमा हुने भएको हुनाले तपाईहरूले ध्यानपूर्वक यस भिडियोलाई हेर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। अब म समयलाई वेस्ट नगरी म विषयवस्तुतिर प्रवेश गर्न चाहन्छु। तपाईहरूले पनि यस भिडियोलाई राम्रोसँग हेर्नुहुनेछ भन्ने मलाई आशा र विश्वास छ। अब भाइ बहिनीहरू म सर्वप्रथम तपाईहरूलाई प्रश्न पढेर सुनाउँछु र त्यो प्रश्न बुझ्ने प्रयास गर्नुहोला। कुनै सामान निश्चित वार्षिक मिश्र ह्रासको दरले कुनै सामानको मूल्य 2 वर्षपछि 5,41,500 पुग्यो छ र 3 वर्षपछि 5,14,425 हुन्छ भने मिश्र ह्रास दर कति हुन्छ पत्ता लगाऊ र उक्त सामानको सुरुको मूल्य कति हुन्छ पत्ता लगाऊ भनेर यसरी एसईई मोडलमा प्रश्न रहेको छ र यो प्रश्नले याभन्दा अगाडिका मोडलहरूलाई पनि समेट्ने भएको हुनाले सबैभन्दा महत्त्वपूर्ण मोडलको रूपमा 5 मोडललाई लिन सकिन्छ। अब भाइ बहिनीहरू म अब हिसाब सुरु गर्न गइरहेको छु। सर्वप्रथम हामीलाई के दिएको छ त भन्दा सामानको मूल्य 2 वर्षपछिको मूल्य अथवा भ्यालु आफ्टर 2 इयर्स को कति दिएको छ त भन्दाखेरिमा V2 इक्वल टु रु 5,41,500 हाम्रो दिएको छ र अर्को V3 अथवा भ्यालु आफ्टर 3 इयर्स को कति दिएको छ त भन्दाखेरिमा अनि हाम्रो 5,14,425 दिएको छ र यसमा हामीलाई के सोधेको छ त भन्दाखेरिमा र आर हामीलाई सोधेको छ भाइ बहिनी आर निकाल्नु पर्ने छ र अर्को सुरुको मूल्य कति हुन्छ पत्ता लगाऊ भनेर हामीलाई भ्यालु अफ इनिसियल भ्यालु अथवा सुरुको मूल्यलाई V1 ले अथवा V0 ले जनाउने भएको हुनाले संकेत गर्ने भएको हुनाले यो सुरुको मूल्य हामीलाई प्रश्नले निकाल भनेको छ। त्यसैकारणले यसलाई हामीले निकाल्नु पर्ने छ। त्यसैकारणले यो व्हाट हुन गयो। अब भाइ बहिनीहरू अब म तपाईहरूलाई यसैमा क नम्बरको सोलुसन गर्न गइरहेको छु। क नम्बरले के मागेको छ त भन्दाखेरिमा हामीलाई दर मागेको छ। त्यसैकारणले म अब क नम्बरका लागि हिसाब गर्न गइरहेको छु। सर्वप्रथम म हामीलाई VT अथवा VT बराबर हाम्रो सूत्र के हुन्छ त भन्दा V0 इन्टु 1 माइनस R का अपन 100 को पावरमा T हुन्छ। त्यसै कारणले हामीले यो चाहिँ प्रश्न सूत्र राखेका छौं। अब V भनेको हाम्रो भ्यालु अनि T भनेको हाम्रो 2 वर्षको छ। हाम्रो एउटा 2 वर्षको T छ, एउटा 3 वर्षको छ। त्यसकारणले मैले V2 राखेँ। T भनेको 2 वर्षको लागि राखेँ मैले र हाम्रो V0 छैन हामीसँग। अब त्यसै कारणले यो इन्टुको इन्टु भयो। 1 माइनस R त हामीले निकाल्नै पर्ने छ इक्वल टु 100 पावरमा T को ठाउँमा 2 भयो। यसलाई हामीले यसरी भ्यालु राख्यौं। अब यसैलाई भाइ बहिनी हो V2 को भ्यालु कति छ त हामीलाई हेरौं। V2 को भ्यालु भनेको 5 लाख अनि V2 को भ्यालु हामीलाई 5,41,000 रहेछ भाइ बहिनी। यो दुईटी ठाउँमा एउटा भयो 5,41,000 हो। यो 5,41,500 हाम्रो के भयो त भन्दाखेरिमा यो V2 को भ्यालु भयो बराबर यो बराबरै भइहाल्यो। अब V0 त हामीले निकाल्नै छ। त्यसकारणले 1 इन्टु 1 माइनस R हामीसँग निकाल्नु पर्ने भएको छ बाइ 100 पावरमा कति भयो 2 भयो। यसैलाई हामीले एक इक्वेसन मानिदिनु पर्ने हुन्छ। अब फेरि भाइ बहिनी हो अब हामी अगाडि जाउँ। हामी अगाडि अब VT इक्वल टु हाम्रो कति छ त भन्दाखेरिमा त्यही सूत्र प्रयोग गर्ने V0 इन्टु 1 माइनस R का अपन 100 को होल पावरमा T हुन्छ। अब अर गरौँ। अब V3 अब हाम्रो भ्यालु आफ्टर 3 इयर्स को लागि जाउँ। V0 त हामीले निकाल्नै पर्ने छ इन्टु 1 माइनस R भनेको हामीले निकाल्नै पर्ने होला अपन 100 होल पावरमा T भनेको 3 छ। यसरी गयो। अब भाइ बहिनीहरू हामी यहाँनिर V3 को भ्यालु खोजौँ। तपाईहरुले यहाँनिर V3 को भ्यालु पाउनुहुनेछ 5 अनि त्यसपछि 1 4 अनि चाहिँ 425 यसरी हाम्रो रहेको छ। त्यसपछि बराबर यो हामीले निकाल्नै पर्ने छ अनि 1 माइनस R का अपन
100 को होल पावरमा टी हाम्रो यो सेकेन्ड इक्वेसन भयो। अब भाइ बहिनीहरू तपाईहरुले एउटा कुरा के बुझ्नुपर्ने छ त भन्दाखेरिमा यहाँनेर यहाँनेर हाम्रो 3 हो भाइ बहिनी, यहाँनेर यो 3 टी को भ्यालु यहाँ 3 छ। अब यहाँनेर एउटा कुरा याद गर्नुपर्ने हुन्छ, जहाँ पावर बढी छ, सेकेन्ड को पावर 3 छ भने फर्स्ट पावर 2 छ। जहाँ ठुलो पावर छ त्यो इक्वेसनलाई, ठुलो पावर भएको इक्वेसनलाई सानो पावरले चाहिँ के गर्ने, भाग गर्ने। मतलब आई लाई आई ले भाग गर्ने। समीकरण इक्वेसन यसरी लेखौँ भाइ बहिनी हो, इक्वेसन आई लाई भाग गर्दा भनेर यसरी भाग गर्दा भनेर लेखौँ भाइ बहिनी हो। अब के हुन्छ त, अब तपाईहरुले याद गर्नु होला यहाँनेर। अब म भाग गर्न गइरहेको छु भन्नुको मतलब यो यताको लेफ्ट ह्यान्डकोले यो लेफ्ट ह्यान्डलाई भाग गर्ने, मतलब आई लाई आई ले भाग गर्ने, मतलब कति भयो त 5,14,000 अनि 425 लाई यो सेकेन्ड हो, यो सेकेन्डको भ्यालु हो। अब फर्स्टको भ्यालुले भाग गर्ने भन्नुको मतलब 5,41,500 ले भाग गर्ने। अब आरएचएसमा पनि त्यस्तै सेकेन्डको कति छ त V0 छ, त्यसपछि 1 माइनस r का अपन 100 को होल पावरमा 3 छ अपन। अब कति भयो त भन्दाखेरिमा फर्स्टको भ्यालु खोजौँ। फर्स्टको भ्यालु के छ त V0 इन्टु 1 माइनस r का अपन 100 को होल पावरमा 2 छ। अब हाम्रो के भयो त भाइ बहिनी, अब हामी यसरी भाग गर्नेछौँ, यसलाई यसले भाग गरौँ। अब तपाईहरुलाई क्याल्कुलेटरमा म भाग गरेर देखाउने छु भाइ बहिनी हो। तपाईहरुले 5,14,425 लाई भाग कतिले गर्ने त 5,41,500 ले भाग गर्ने भन्दाखेरिमा तपाईहरुको भ्यालु कति आयो 0.95 आइसकेको छ। अब यतातिरको भ्यालु 0.95 भयो भाइ बहिनी हो। अब यो V1 पनि कट्यो। एउटा कुरा याद गर्नु होला, अब यहाँनेर तपाईले घाताङ्कको नियम प्रयोग गरेर 1 माइनस r का अपन 100 1 माइनस r का अपन 100 बेस एउटै भएपछि पावर घटाएर 3 बाट 2 घटाउन सक्नु पनि हुने भयो। अर्को कुरा के छ भने माथिपट्टि 3टा छ, तलपट्टि 2टा छ। यसरी हामीले काट्न पनि सक्यौं। काट्दाखेरिमा एउटा माथि बढिरहेको हुन्छ, त्यसैले हामीले भाग काट्दियौं। अब यसरी मैले काट्दिएँ भाइ बहिनी है। यहाँ तल 2टा छ, माथि 3टा छ। 3टा भन्नुको मतलब एउटा त अझ माथि बचेको छ। तपाईहरुले उतातिर कति बच्यो त भन्दाखेरिमा 1 माइनस r का अपन 100 मात्र, एउटा मात्रै बच्यो। त्यो भएको हुनाले अब हाम्रो के हुन्छ त भन्दा यो अब हाम्रो यो निकाल्नु पर्ने भ्यालु नेगेटिभ कहिले नरहने भएको हुनाले मैले लेफ्ट ह्यान्डतिर ल्याउँछु अथवा बायाँतिर ल्याएर 1 का अपन 100 गरे मैले। अब राइट ह्यान्डमा के थियो 1 थियो। अब 0. माइनस यसलाई उता लिँदाखेरिमा माइनस 0.95 भयो। अब भाइ बहिनी हो, अब हर गरौँ। अब r का अपन यो 100 त भइहाल्यो। फेरि 1 माइनस 0 गर्दाखेरिमा 0.5 मात्रै हुन्छ होला, किनभने चाहिँ 1 माइनस 0.95 गर्दाखेरिमा 100 यो भयो। माथि घटाउँदाखेरिमा तपाईको 0.5 नै रहन्छ भाइ बहिनी। म तपाईहरुलाई क्याल्कुलेटरबाट पनि गरेर देखाइदिन्छु। 1 माइनस 0.95 गर्दाखेरिमा अनि त्यसपछि 0.05 हुँदो रहेछ भाइ बहिनी। 0.05 आयो। 0.05 के भयो त भन्दाखेरिमा हाम्रो यो आयो। अब हामीले यसरी क्रस मल्टिप्लिकेसन गर्दाखेरिमा के हुन्छ, देयरफोर r इक्वल टु कति आयो त भन्दाखेरिमा यसले गुणन गर्दाखेरिमा 5% आइहाल्यो। यो हाम्रो फर्स्टको चाहिँ एन्सर भइसक्यो भाइ बहिनी। फर्स्टको एन्सर भइसकेपछि r इक्वल टु यसरी क्रस मल्टिप्लिकेसन गर्नु होला, तपाई 5 पाउनु हुनेछ। अब म ख नम्बरको लागि जाँदैछौँ। ख नम्बरको लागि हामीले के गरौँ त भन्दाखेरिमा कुनै एउटा इक्वेसन उठाउँ भाइ बहिनी है। यो इक्वेसन उठाएँ मैले, फर्स्ट इक्वेसन लगाएँ फ्रम फर्स्ट, अथवा अब r को मान यसरी लेखौँ, r को मान i मा राख्दा यसरी i पकडौँ। अब i पक्डिसकेपछि के हुन्छ त भन्दाखेरिमा i बराबर हाम्रो कति छ त भन्दा 5,41,500 रहेछ। अब के भयो त भन्दाखेरिमा उतातिर हाम्रो V1 अथवा V0 1 माइनस अनि r का अपन 100 को होल पावरमा 2 रहेछ। अब भाइ बहिनीहरु तपाईहरुलाई के गर्नुपर्छ त भन्दा यो 541 अथवा 5,41,000 यो 500 जस्ताको तस्तै रह्यो, बराबर यो त निकाल्नै पर्ने भयो हुनाले V1 जस्ता तस्तै रह्यो। अब हामी 1 माइनस r को भ्यालु राखौँ, यो 5 भयो। यो r भनेको त हामीले 5 निकालेका छौं, त यो भाइ यो त 100 को 100 भयो, पावर 2 छँदै छ। अब भाइ बहिनी एउटा कुरा तपाईहरुले याद गर्नुपर्ने हुन्छ, 5,41,000 यो 500 जस्ताको तस्तै राख्ने,
र यो भी ओन्ली पनि जस्ताको त्यस्तो राख्ने। यो ब्राकेटलाई एकैचोटि हटाउँदाखेरिमा इन्टु गराउने। अब यहाँनिर तपाईँहरूले के गर्ने सजिलो आइडिया छ र परीक्षामा पनि यो गर्दा पनि सजिलो हुन्छ। सर्वप्रथम कोस्ट स्टार्ट छ, कोस्ट स्टार्ट गरिदिनुहोस्। त्यसपछि माइनस छ, कोस्ट स्टार्ट गर्ने। अनि त्यसपछि गएर एकछिन है, कोस्ट स्टार्ट अनि 1 माइनस त्यसपछि गएर 5 अनि त्यो यो धर्कोलाई तपाईँले यो बट्टे छ त्यसलाई भागले डिनोट गर्नु होला। अब 100 भयो, 100 भइसकेपछि कोष्ट ब्लक गरिदिने। अब स्क्वायर गरिदिनुहोस्, अथवा यो x को पावर y राखेर 2 दबाउनु भयो भने स्क्वायर आउँछ, अथवा यहाँ डाइरेक्ट स्क्वायर भएको हुनाले मैले स्क्वायर दबाइदिएँ। अब तपाईँहरूको भ्यालु कति आयो त भन्दाखेरिमा 0.9025 आयो भाइ बहिनी है। यहाँनिर 0.9025 आएको छ। अब म त्यो लेख्न गइरहेको छु। 0.9025 भयो। अब भाइ बहिनीहरू के भयो त भन्दाखेरिमा हामीले भिनोट निकाल्नु पर्ने भएको हुनाले यो चाहिँ यो बाँकी रहेको इन्टुमा रहेकोलाई भागमा ल्याउने। मतलब 5,41,000 यो 500 छँदैछ, त्यसलाई तपाईँहरूले कति त 0.9025 लाई भाग गरिदियौँ भनेपछि यतातिर भी ओन्ली अथवा सुरुको मूल्य मात्रै बाँकी रह्यो। यो गुणनमा रहेकोलाई भागमा ल्याउने। अब देयरफोर अब हाम्रो के छ त भी नट अथवा भी ओन्ली कति आउँदो रहेछ हेरौँ है भाइ बहिनी। अब 5,41,000, अब म तपाईँहरूको अगाडि हिसाब गर्न गइरहेको छु। 5,41,500 लाई भाग कतिले गर्ने त भन्दाखेरिमा 0.9025 गुणन गर्दाखेरिमा तपाईँहरूले कति आयो हेर्नुहोस्। यहाँ तपाईँहरूले 6 लाख आइपुगेको रहेछ। 6 लाख, 1 10 100 1000 10 लाख, 6 लाख आएको छ। अब हाम्रो यो सुरुको मूल्य कति भयो त 6 लाख भयो। 1 10 100 1000 10,000 लाख, 6 लाख। यही नै हाम्रो के भयो त भन्दाखेरिमा उक्त समानको देयरफोर उक्त समानको सुरुको मूल्य रु 6 लाख थियो भन्ने यसरी एन्सर राखिदिने भाइ बहिनी हो थियो। अब यही नै हाम्रो रिक्वायर्ड एन्सर भयो। प्रिय भाइ बहिनीहरू, यदि तपाईँहरूले हाम्रो यो लाइट अफ म्याथमेटिक्स युट्युब च्यानललाई लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न भुल्नुभएको छ भने अवश्य पनि गर्नुहुनेछ भन्ने आशा र विश्वासका साथ तपाईँहरूबाट म छुट्टिन्छु। हस्त नमस्कार।